what time it is. Week 2 Samsara Premier League. के छ के हो रे आज रेडियो फर्स्ट गेम सुरु हुन थालिसक्यो First game, perfect weather, hope it doesn't rain. सो फर्स्ट गेम हुँदैछ एभरेस्ट भर्सेस फुन्सुम नेपाल भर्सेस भुटान ग्राउन्ड 1 मा अनि आजको मौसम यस्तो छ वी अलरेडी सेट अप अनि प्लिज कसले सब्सक्राइब गर्नुभएको छैन हाम्रो समसरा युट्युब च्यानल सब्सक्राइब गरिदिनुस् लाइक गरिदिनुस् सेयर गरिदिनुस् ल के छ दाइ आज विक 2 मा के भइराछ भन्दिन न त Let's go. Come here. के छ ब्रदर आज बाहिर आज के छ त आज आज जितिन्छ आज टेबल चढ्नु पर्यो नि अब पर्यो हैन आज चढिन्छ ल अल द बेस्ट है त भन्नु नि त के छ दाइ हामीसँग आज Hello, namaste, Guzambal everyone. This is Susan Parking Tamang, one of the team members from Samsara Group. I'm very happy to announce to you all that every week there is a player of the week, and last week Sonjok Rai from Nepal United has been awarded as the player of the week, and Sonjok is getting a various gift from a different companies, and I want to show what he's getting. First of all, Samsara Premier League Man of the Match, Sonjok Rai. Congratulations. Man of the Week, Sonjok Rai. Congratulations, bhai. And Sonjok is getting a beautiful premium t-shirt from the Loche brand. Sonjok will open this one, yeah. Just keep following our video. At the end of the video, Sonjok will be showing you what's inside the box. And त्यसपछि Sonjok is also getting the Samsara's t-shirts. And Sonjok is getting a few vouchers. यहाँ के भइराछ गेम सुरु भयो सुरु हुन लागेको छ आज अलिकति डिले आजको मौसम चाहिँ सही छ है मौसम त ठिक्क छ नि है खेल्न पानी नपर्दै भन्ने कुरा हो तर ठिक छ हामीसँग आज यहाँ नेपाल युनाइटेडको फुलब्याक हुनुहुन्छ कहाँबाट ल्याइयो पछाडी हो के मङ्गी टेम्पल हो आम्बो कसरी छ मिठो रहेछ अरे ल गेम सुरु भइसकेको छ फर्स्ट गेमको पहिलो हाफ सकिसकेको छ हामी आज विक 2 मा छौँ यदि तपाईँले विक 1 देखि नै भ्लग हेर्नु छ भने प्लिज सब्सक्राइब गरिदिनु च्यानल विक 1 को भ्लग हेर्नु छ भने विक 1 हेर्नुस् हाम्रो विक 1 कसरी सुरु भयो के गर्यो भनेर आज चाहिँ विक 2 हामी छौँ आज फेरि हाम्रो मेन मान्छे सुजन पाखिन तामाङसँग दाइ कस्तो भइरहेछ फर्स्ट गेमको फर्स्ट हाफ राम्रो भयो आई मिन दिस ग्राउन्ड 2 मा चाहिँ खुकुरी भर्सेस ड्रुक खेलिरहेको छ हैन खुकुरी 2 अफ छ अहिलेको लागि चाहिँ त एनीवे ड्रुकले पनि राम्रो खेलिरहेछ आई थिंक ड्रुक इज कम ब्याक अनि खुकुरीले पनि राम्रो खेलिरहेछ त्यही हो आई डोन्ट नो व्हाट टु से ल अहिलेको अपडेट एभरेस्ट र फुन्सुमको गेम एक-एकमा सकिसकेको छ र हामीसँग आज जोडिएका छन् हाम्रो केही दर्शकबिनहरू हजुरको नाम मेरो नाम अरुण पान कस्तो लागिरहेछ त गेम हो हरेक शनिबार नेपाली कम्युनिटीलाई यसै ल्याएर नेपाल र बुद्धिस्ट कम्युनिटी ल्याएर राम्रो भइरहेको छ यहाँ निकोल्सको गाउँमा अलिकति हामी हेरिरहेछौँ कुन 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 टिमको सपोर्टमा आउनु भएको छ जसले गोल हाल्छ टिमको सपोर्ट ल अब उहाँ भने कुनै पनि
टिमको सपोर्ट नभइकन इन्डिभिजुअल फुटबलको लभर हुनुहुन्छ अरुणजी हुनुहुन्छ उहाँ र हामीसँग अर्को दर्शक हुनुहुन्छ हाम्रो दाइ फर्स्ट विक पनि आउनुभएको थियो होइन कस्तो लागिरहेको दाइ गेम मजा आइरहेछ हो रमाइलो भइरहेछ यहाँ सब उनीहरूले गर्दा आएको हामी हो उहाँ को हुनुहुन्छ तपाईँको चिनेको मान्छे हो ए गर्लफ्रेन्ड हजुरको नाम होइन होला खाओ माँ कसम ल नारायणमा पण्डितलाई अलि पैसा कम दिनुभएको जस्तो छ त्यही भएर छैन गुमाएर राखिदिनु भएको छ नारायणले ल ठिक छ यमन दाइ कस्तो भइरहेको छ गेम के भयो कस्तो भइरहेको छ जाडो भयो क्या तपाईँलाई है दामी भयो नि फर्स्ट गेम होइन 1-1 हाम्रो समसरा ग्रुपको लाइभको मेन मान्छे यहाँ हुनुहुन्छ यमन गुरुङ उहाँ नै हो सबै कुरा सेटअप टेक्निकल मान्छे होइन ल ठिक छ अब यसो ग्राउन्डको अवलोकन गरौँ हामी एकैचोटि दुईवटा ग्राउन्डमा एकैसाथ दुईवटा गेम हुन्छ यो ग्राउन्ड 1 हो भने उता चाहिँ नेक्स्ट ग्राउन्ड 2 हो र फर्स्ट दिनको फर्स्ट गेम सकिसकेको छ र म देखाउनु यस्तो छ यो सिन्थेटिक ग्राउन्ड हो नेचुरल ग्राउन्ड चाहिँ होइन कस्तो भइरहेछ दामी भएर म त 10 चोटि सोध्यो होला यो कस्तो भइरहेको भनेर बल्ल दुईटा गेम सक्यो है देयर 4 मोर गेम्स गो रेन हुन्छ भनेर चाहिँ आई गट रेनकोट पनि प्रिपेयर खै देखाइन त रेनकोट ल रेनकोट ठिक छ सेकेन्ड गेम अब झन् दामी हुन्छ होला होइन पानी नपर्दै हुन्न क्या मौसम होइन मौसम ल हजुर हाम्रो सेकेन्ड गेम सकिसकेको छ अनि अहिले थुनलामले 6 गोल हानेको छ युनिटीलाई लग्नु त ल्याइदिनु है फेरि युनिटीलाई 6 गोल हानिसकेको छ र हामी आज हाम्रो स्पोन्सर हेलो दिक्सानसँग छौँ र प्लेयर पनि कस्तो लागिरहेको दिक्सान के भइरहेको हेर्न रमाइलो लागिरहेको छ 6 गोल हानेको फर्स्ट हाफ चाहिँ दामी नै थियो है कस्तो भयो गेमिङ एक्सपिरियन्स आज घाम पनि लागेन आज ठिकै छ यार 3 बजेको बेला खेल्दाखेरि घाम नलाग्दाखेरि त्यो बेस्ट हो क्या त्यही त अनि हामी हेरिराख्ने यो हाम्रो युट्युब च्यानलको भ्युअर्सलाई के भन्छ एउटा म्याजिक वर्ड छ नि त्यो यसबाट सुरु गर्ने वर्ड हो सपोर्ट क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात है हैन हो अनि सब्स्क्राइब 1 करोड मिल्यो है ल दिक्सान एभरेज गर्दै हुन्छ 0424 हैन होला हो आज यो विक 2 को आज लास्ट गेम भइरहेछ यहाँ अजाज भर्सेस कुइनबेन नेपाल युनाइटेड अनि हाम्रो लाइभमा हुनुहुन्छ प्रोडक्सन टिममा यमन गुरुङ यस टुर्नामेन्टको सबै गेम हाम्रो समसरा ग्रुपको फेसबुक पेजमा हेर्न सकिन्छ लाइभ हेलो के भयो विक 2 थर्ड गेम नि सक्यो आज विक 2 नि सक्यो लुकिङ फर नेक्स्ट विक ट्रु अनफर्चुनेटली त्यो रेन भएन है त्यसले गर्दा चाहिँ वेदर एकदमै राम्रो भयो ल विक 2 इज फिनिश वी आर एक्साइटेड फर द नेक्स्ट week 3 हैन week 3 and then we'll come back with the next vlog okay thank you for watching us see you this is the behind the scene of Samsara Premier League of week 2 हैन please support गरिदिनुस् subscribe the channel हाम्रो Facebook page like गरिदिनुस् हैन slowly grow हुँदैछ please support गरिदिनुस् be a part of the family and we'll see you next week thank you bye